यो मन्दिर पनि लभली छ होइन यो चाहिँ लास्ट अग्लो भनाइ यहाँ चाहिँ स्काई ट्री होइन लभली ठाउँमा आएको छौँ कि यहाँनिर आएको छौँ अब एकछिन वेट गर्छु होइन यो चाबीहरू किन यत्रो झुन्डाइराखेको भनेर तपाईँहरूले सोच्नु होला यो चाबीहरू मेन झुन्डाउनुको रिजन भनेको चाहिँ सुनसान छ होइन मान्छेहरूको खासै चहल पहल छैन अनि यहाँ चाहिँ अलिकति मेरोमा त चहल पहल छ होइन त्यही Hey guys, welcome back to my new vlog. धेरै दिनपछि तपाईहरु हाम्रो भ्लगमा स्वागत छ। आज चाहिँ म धेरै दिनपछि हैन राति स्काई ट्री जान त गइन्थ्यो दिउँसो गइन्थ्यो हैन अनि आज तपाईहरु मैले चाहिँ रातिको जस्तो भ्यू निकाल्दिम न हैन यहाँ भनेर गइरहेको छु। अब लगभग पुग्न लागि धेरै हैन अलिअलि हिँड्नु पर्छ हैन ट्याक्क अलिअलि हिँडेर पुगिहाल्छु अनि यस रमाइलो छ यहाँनिरको भ्यू हैन टक्कै एकछिन मैले तपाईहरुलाई देखाइहाल्छु। गाउँ हो यो सुनसान गाउँ त हैन बजार हो सुनसान छ हैन मान्छेहरूको खासै चहल पहल छैन अनि यहाँ चाहिँ अलिकति मेरोमा त चहल पहल छ हैन त्यही भएर चाहिँ सुनसान भएको खासमा ठिक छ। अब हामी अलिकति अगाडि जाउँ त्यसपछि त्यहाँको भ्यू हेरौँ हैन मिठो बबा छ नि भ्यू त कहाँ सक्छ हामी साथी बुली पारामा है म चाहिँ सेट्री आइसकेको छु भन्नाले यहाँ अलिक पर सुमिदा रिभरको हैन सुमिदा खोलाको छेउमा खोलाको नाम सुमिदा हो नि त त्यो परको चाहिँ पहिला देखेको थियो यो चाहिँ जापान सबैभन्दा ठुलो गु छ क्या त्यहाँ चाहिँ कसले हगेर छोडेकै थाहा भएन मलाई अनि यो चाहिँ स्काई ट्री ल है मिठो छ नि त्यो माथि क्या यहाँ माथि चढ्नुलाई चाहिँ कुनै कति पो लाग्छ 5000 होला अनि यहाँ माथि यहाँ माथि चढ्नुलाई चाहिँ कति 10000 होला सायद त्यस्तै भन्ने सुनेको थिएँ। 1 तला हो यो 2 तला हो यो माथिको अनि माथि चढ्न पाइने त्यति लाइट साइडहरू है मिठो लभली आउँदैछ लभली रहेछ नि त यहाँको भ्यू ओ माको छौँ। अनि यहाँनिर बोट घुमायो यो किन मैले यसलाई के लान्छु भनेर किन बोटै घुमाएर भागिदिएँ यार यो यतिको यसरी भाग्नु त भएन है कस्तो मिठो तरिकाले घुमाइदिएको थियो। अनि त्यहाँ पर चाहिँ ट्रेन छ त्यहाँ पनि जान्छु अहिले हामीहरू माथि गाडी कुदिराखेको छ होइन माथि गाडी कुदिरहेको छ मुनि ट्रेन कुदिरहेको छ त्योभन्दा मुनि बोटहरू कुदिरहेको छ यहाँनिर होइन अनि कसले सक्ने जाने जापानमा सक्दिनँ क्या योभन्दा मुनि पनि यहाँबाट मान्छे हिँडिरहेको छ यहाँबाट मान्छे हिँडिरहेको छ यहाँभन्दा मुनि अनि लास उडा गराइदिएको छ क्या यिनीहरूले गराउनु पनि के गराएको यो होइन लास गराइराखेको छ क्या उडा होइन त साइकोहरू हो क्या जमिन पनि ट्रेन कुदाउने बनाएको छ होइन माथि पनि ट्रेन कुदाउने बनाएको छ के बनाएको छ यता फेरि माथि कता हो यता माथि फेरि ट्रेन कुदिरहेको छ औडा गराएको छ यिनीहरूले गराउनु समेत गराएको छ के हो। अघि चाहिँ हामीहरू त्यहाँ थियौँ होइन लभली ठाउँमा अहिले यहाँ चाहिँ स्काई ट्री होइन लभली ठाउँमा आएको छौँ कि यहाँनिर आएको छौँ। अब एकछिन वेट गर्छौँ हामीहरूले चाहिँ होइन यहाँनिरबाट चाहिँ मिठो तरिकाले के भन्छ ट्रेन कुद्छ क्या यहाँनिरबाट चाहिँ एकछिन लभली तरिकाले ट्रेनहरू चाहिँ यहाँ खालको कुद्छ क्या भेराइटीको ट्रेनहरू कुद्छ क्या खाना मात्र भेराइटी पाउने होइन जहाँ पनि ट्रेनहरू पनि भेराइटी पाउँछ। ल त्यहाँ जाऊँ कि यहाँ हामीहरू एकछिन एउटा ट्रेनको एउटा क्लिप निकालेर त्यहाँ जान्छौँ ऊ त्यहाँनिर चाहिँ ऊ त्यो छ क्या के भन्छ यो अघि पनि हेरेको यो साकी पनि मितायो इमा चोतो देन्सिया वा दुकोनी आरिमास फाइनली यहाँ ट्रेन चाहिँ आइसक्यो होइन यो कुन ट्रेन आयो भन्ने कुरा हो क्या ट्रेनै देखिएन यार साथी के हो कुराहरू आयो जस्सी किन यहाँ जहिले स्लो गर्छ किन हो पुल भाँचिन्छ भनेर हो कि किन थाहा चाहिँ भएन तर जहिले यहाँ ट्रेन स्लो गर्छ क्या म लाइटहरू हालेर पुललाई पनि यस्तो मिठो बनाएको छ। यो ट्रेन त त्यति बवाला होइन एउटा ट्रेन थियो कि कति 4-5 खालको ट्रेन चल्छ यही पुलमा माटो पनि है लभली छ नि ठाउँ लभली छ तल खोला माथि ट्रेन बिचमा फेरि यहाँ मान्छे हिँड्छ यहाँ फेरि मान्छे हिँडिरहेको छ ऊ है माथि ट्रेन छ मुनि खोला छ पट्ट लगाएर उयसमा पनि के भन्छ सिडिया पनि लाइट हालेछ क्या यिनीहरूले किन हो सिडीमा लाइट हाल्नुको कारण चाहिँ तर यता भुइँबाट पनि माथि लाइट देखाउने हालिदिएको छ एउटा के गरेको छ क्या माथि पनि जापान त्यसै जापान भएको त अनि जापान भएर जापान भयो यता फेरि यसले राति के देखिरहेको फेरि फिसिङ हानेको छ कहाँ गयो धागा यो देखिरहेको छ
कहाँ आइरह्यो यो माछा हो यो माछा हो यो या भाइ त्यसले बेर्दैछ बनाउँदैछ बिग्रेछ त्यसको माटोले बिग्रेर बनाइरहेछ रहेछ के गराउँछ भने हौ मा कसम त्यसले के गराउँछ त्यो मलाई पनि थाहा छैन अनि एउटा चाहिँ स्पेसल ठाउँ हो यो चाहिँ साथी तिमीलाई पनि इमी थाहा छैन होइन यसको इमी चाहिँ मैले तिमीलाई भन्छु है अब यहाँ पख है यहाँ आर छ नि यो आर चाहिँ थाहा छैन केटा केटीको नाम हो यहाँ चाहिँ तिमीले र तिम्रो गर्लफ्रेन्डको नाम चाहिँ लेखेर लक लाएर यो खोलामा तिमीले चाबी फालिदिने हो त्यो चाहिँ तिम्रो अमर हुन्छ अरे क्या माया साथीले हँसायो क्या गर्लफ्रेन्ड छैन गर्लफ्रेन्ड हुनेहरूको कुरा हो कि साथी ल यहाँ कहाँनिर गएपछि गर्लफ्रेन्ड बनाउनु पऱ्यो चुकुरी ताई हो चुकुरी होस् यो भन्छ के भन्छ यहाँ हेर के पल माई भनेको छ चाबी लगाइ यत्रो चाबी लगाइदिएको छ या भाइ चाबी लगाइदिएको ट्रेन हो साथी अनि कस्तो पुल हल्लिन्छ सर्कर गर्छ पुल हल्लिएर भने मिठो हल्लिन्छ पुल यार लभली हल्लिन्छ पुल अरे तर हल्लिरहेछ माघसम्म हल्लिरहेछ भने डरै लाग्दो भने यार थर हल्लिरहेछ ऊ हेर न ट्रेन यहाँ माथिबाट कुदिया होइन अनि मैले चाहिँ कसै न कसैको नाम खोजिरहेको नामै भेटिरहेको छैन भने माघसम्म यो चाहिँ यहाँ छ के प्लस एफ छ है यहाँनिर पछाडि यो चाहिँ अब खै के ल्यायो यहाँ हेर यहाँ चाहिँ होइन यहाँ पनि खोपेर ल्याएछ कहाँ गयो एन छ बिच पाँच छ एन छ कतै मैले त होइन साथी यो है तर चाबीहरू यहाँ लेखेकै छ क्या यहाँ लेखेकै छ क्या के जिउ के लेखेको छ होइन यत्रो चाबी ढाँछ मेरो पनि जुन दिन लक पर्छ त्यो दिन मैले पनि आएर चाबीमा लक लाउँछ सक्दैन नि फेरि पल्लो साइडमा पनि फेरि क्या लभली बनाएर क्या पुलको कलर होइन त्यो पनि पुलै हो लभली कलर बनाइरहेको छ क्या यसको यहाँ पुलको अनि यता तल मान्छेहरूको होइन नाइट हन्टिङहरू मिठो हुँदैछ क्या ऊ त्यो गु चाहिँ त्यहीँ छ क्या फेरि त्यो गु चाहिँ त्यहीँ देखिरहेको छ क्या त्यहीँ देखिरहेको छ आई लभ माई लभ देखिरहेको छ त ओ मा कसम कसले सक्ने त अब सक्दैन नि फेरि सकेर सेकिन्न हगेर हगिन्न तर त्यो चाहिँ लास्ट ठुलो गु हो क्या यहाँबाट राम्रो आएन अन्तबाट राम्रो आउँछ क्या यो लास्ट ठुलो छ क्या यी चाको जस्तो देखिन्छ यार फेरि के हो कुरा फाइनली केटा हो होइन त्यहाँबाट चाहिँ अब आइपुगेँ म चाहिँ यहाँ के भन्छ आशाकुसा मन्दिर पहिला पनि आएको हो तर धेरै दिनपछि आएँ म यहाँ होइन अनि अहिले चाहिँ बन्द भइसकेको यो चाहिँ अनि भ्यू चाहिँ यही हो क्या नाइट भ्यू होइन आइफोन 17 आइफोन 20 को भ्यू अनि गोप्रोको भ्यू हो यो चाहिँ होइन नाइट भ्यू हो जस बाबाले छ यहाँ चाहिँ मिकुजी भन्ने छ होइन लक हेर्ने हो 100 रुपियाँ हालेर आफ्नो लक हेर्ने चाहिँ यहाँ चाहिँ भयो म चाहिँ नहेर्ने किनकि मैले पहिले हेरिसकेको खोइ पुरा भएको छैन त्यो लक अहिलेसम्म जुन दिन पुरा हुन्छ त्यो दिन हेर्छु होइन अनि मिठो छ है यहाँ चाहिँ ताबाको चुरो ठान्टा हो अनि यतातिर चाहिँ अगाडि एउटा मिठो लभली छ क्या यो मन्दिर पनि लभली छ होइन यो चाहिँ लास्ट अग्लो भनाइ यो पनि सही यसको नि फोटो होइन यता सही आउँछ क्या यो पनि सही छ यहाँको यो मै नै भनौँ न यहाँ होइन सही छ होइन यहाँ यो सब विदेशीहरू यहाँ विदेशीहरू फोटो खिच्दै गरेको नि विदेशी हो होइन सब भयो रहेछ यो सब है लभली देखिरहेछ यता पनि लभली छ यो पनि लभली छ होइन लभली छ नि त यहाँनिर हो क्या मेन फोटो खिच्न आउँछ यहाँभन्दा मुनि हो होइन अब टक्क लगाएर हामीले चाहिँ यहाँबाट यस्तो रिल्स बनाउनु पर्ने हुन्छ यहाँ चाहिँ र भिडियो गराउनु पर्ने सबले लग हेरिरहेछ मेरो लग चाहिँ अलवेज राम्रो छ होइन त्यही भएर लग चाहिँ मैले हेराउन्न उहाँ अगाडि प्रार्थना गरिरहेछ क्या यहाँ अगाडि चाहिँ प्रार्थना गरिरहेछ यिनीहरूको के पुरा होस् भने जस्तो होइन पुरा हुन्छ भनेर चाहिँ थाहा भएन अब मलाई पनि यो पनि के पुरा त भएको जस्तो लाग्दैन र साथी लभली ठाउँमा आइसकेपछि म चाहिँ होइन मेन आशाकुसाको त्यो चाहिँ अहिले बन्द भइसकेको मन्दिर चाहिँ होइन अनि त्यो पनि मिठो भ्यू देखिरहेछ नि छैन त त्यहाँ मिठो भ्यू देखिरहेछ
यिनीहरूले त्यहाँ घुमेर आफ्नो लक हेरिरहेको छ होइन लक राम्रो आउनेले लिएर जाने नआउनेले त्यहाँ बाँध्ने हुन्छ क्या यिनीहरूले बाँधिरहेको छ यिनीहरूले चाहिँ लक राम्रो आएर त्यसले घुमाइरहेको छ अब कस्तो आउँछ त्यसको पनि थाहा भएन मलाई पनि अनि रातिको यो भ्यू चाहिँ मिठो भ्यू हो उताबाट सबले फोटो खिचिरहेछ नि त होइन छ नि त सबले फोटो खिचिरहेछ यो भ्यू सबभन्दा बवाल भ्यू हो क्या यहाँ रमाइलो छ क्या यहाँ फोटो हान्नु चाहिँ सबले बवालै मान्छ मलाई इमीहरू थाहा भएन यहाँको चाहिँ के छ इमीको पनि होइन अब थाहा भएन आफ्नो उयो हुन्छ अब यतातिर चाहिँ अब सामानहरू बेच्छ यता के गर्छ अग्रम बग्रम होइन यतातिर खै के गर्छ भ्यूहरू तपाईँले देखिसक्नुभयो दुई ठाउँको भ्यू होइन नर्मल ठाउँको छोटो मिठो जस्तै है अब धेरै बनाउनु पाएन टाइम कम थियो अनि त्यही भएर यहाँ यो पनि लभली छ है यहाँ जस्ट अब लभली छ अनि अब म पनि लभली नै छु होइन त्यसपछि त्यो जस्ट यहाँको मार्केट हो यो चाहिँ लभली छ मार्केट पनि होइन यही मार्केटको भित्र अर्कोले फोटो खिचिरहेको छ अनि त्यसपछि अब त्यता जाउँ कि नजाउँ भइरहेको छ तर पनि म जान्छु होइन त्यहीँबाट अब निस्केर जाने अनि त्यही हो अब आजको भ्लग चाहिँ छोटो मिठो यहीँसम्म जत्र सुकेस मलाई माल भएन सानो थियो होइन सानो थियो तर राम्रो थियो भन्ने आशा राख्छु होइन बासी हो नि यो यार ए बाँसै रहेछ यार यो नेपाल होइन जापानमा पनि पाउँछ यार साथी तर यहाँ लभली तरिकाले यो बाँसमा यो झन्डा राखेको रहेछ छोटो समयको लागि राखेको तर लभली तरिकाले राखेको छ होइन आई लाइक इट आई लभ इट थ्याङ्क्स गाइज थ्याङ्क्स फर वाचिङ होइन मेरो भिडियो धेरै दिन भएकोमा तपाईँलाई धन्यवाद